आदरणीय जनसमुदायहरू नमस्कार। यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% को लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको छ। यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसारको विशिष्टीकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ्ने, शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियामा लचकता दिने, वित्तीय सेवामा डिजिटलाइजेसनमा जान प्रोत्साहन दिने जस्ता बैंक तथा वित्तीय संस्थाहरूको खर्च कटौतीका माध्यमहरू अगाडि सारिएको छ। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको छ। निक्षेपकर्ताहरूको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझ घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिई बढी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड दिएको छ। पश्चिम एसियामा बढेको भू राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्धविरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मा मुद्रास्फीति 5.5 मा सीमित रहने प्रक्षेपण छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरसँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 को लागि निजी क्षेत्रतर्फ 11% को कर्जा विस्तार र 14% को विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याज दर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ। तरलताको प्रकृति अनुसारका व्यवस्थापन उपकरण प्रयोग गर्ने नीति लिएको छ। यस मौद्रिक नीतिले सर्वसाधारण, निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड दिएको म पुनः दोहोर्याउन चाहन्छु। बैंकको आर्थिक वर्ष 2082-83 को मौद्रिक नीतिको समीक्षा प्रतिवेदन यसअघि नै सार्वजनिक भइसकेको छ भने समष्टिगत अर्थतन्त्र र परिदृश्य विश्लेषण एवं प्रक्षेपण गरिएको म्याक्रो इकोनोमिक रिपोर्ट 2026 जुलाई समेत मौद्रिक नीतिसँगै भर्खरै प्रकाशन भएको छ। यसपछि मौद्रिक नीतिको प्रतिवेदन संरचनामा गरिएका परिमार्जन, मौद्रिक नीति र नियामकीय व्यवस्थाहरूको बारेमा विस्तृत रूपमा यस अपराह्नमा हुने पत्रकार सम्मेलन मार्फत बैंकका सम्बन्धित पदाधिकारीहरूले प्रश्न पार्ने एवं जिज्ञासाका जवाफ दिनु हुने छ। धन्यवाद।